replacing this helmet with a new one. Hello everyone, good afternoon from Kathmandu, त्रिपुरेश्वर। आज भर्खरै नयाँ हेलमेट चिन माउन्ट किने। अब रेकर्ड गर्न सुरु भइसक्यो। My motorbike Honda Unicorn waiting for me. Alright guys, काठमाडौँको टेकु एरियातिरबाट कालीमाटी हुँदै ढुङ्गेधारातर्फ जाँदैछ। वाउ, आई लभ द हेलमेट। दिस इज फर्म, टाइट छ। लास्ट मजा आइरहेछ। ल, यो काठमाडौँको टेकु एरिया एकदम बिजी हुन्छ। त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला यो एरिया पनि बिजी हुन्छ। हेर धुवा फालेको। यस्तो गाडीहरूलाई कारबाही गर्नु नि, सर्भिसिङ टाइममा गर्नु पर्यो। धुवा उडाउने गाडीहरूलाई कसरी ट्राफिकहरूले बाटोमा गुड्न दिइरहेछ भने जाममा परियो। लामो समयसम्म हेलमेटमा चिन माउन्ट गरेर डिजे आइरहेको थिएन। अहिले चाहिँ एकदम मजा आइरहेछ। यो गाडीले यस्तो धुवा फालेछ, यस्तो धुवा गइरहेछ मेरो फोक्सोमा कि होइन, मलाई सास फेर्नै गाह्रो भइरहेछ कि। यो धुलो र धुवा कसरी सकिन्छ होला कि काठमाडौँबाट। ट्राफिकले राइट टर्नको लागि सिग्नल दिएको छन् होइन, यताबाट जाँदैछन्। यो काठमाडौँको कालीमाटीमा रहेको पशु वधशाला हो। यहाँ पहिला त एकदम फोहोर हुन्थ्यो होइन, एकचोटि अनुगमन भएपछि अलि सफा हुन लाग्यो जस्तो छ। हामी अहिले कालीमाटी नजिकै आइपुगेका छौँ होइन। अब हामी विष्णुमती नदीको किनार हुँदै शोभा भगवती हुँदै ढुङ्गेधारा पुगिन्छ। लेफ्ट साइडबाट पुरै ओभरटेक गरेर होइन बाइकहरू। कति हतार हो यो भाइहरूले। हेर्न, हेर्नु नै छैन होइन, यत्तिकै लेफ्ट टर्न छ क्या। पछाडिबाट हेर त यो बाइक। यहाँ शोभा भगवती पुलबाट क्रस गरेर यता ढुङ्गेधारातिर जाँदैछौँ, राइट टर्न गर्दै। यस्तो झ्याप्पै रोकिदिएर क्या। त्यो रहेको छ शोभा भगवती मन्दिर। दर्शन गर्न सक्नुहुन्छ। के को धुवा हो यो यति साह्रो। यो हाम्रो पुरानो एरिया जाने बाटो, साथीको घर जाने बाटो। अविनाश, तेरो घर जाने बाटो, चमती जाने बाटो पुरानो यार ताजा भएर आयो त। सुरज साउजीको घर पनि यतै पछाडि हो होइन, पसल यहीँनिर हो। अविनाशको घर यहाँबाट भित्र लगेर अविनाश तेरो घरको गल्ली याद आइरह होला नि। यो हो ढुङ्गेधारा चोक। यहाँबाट हामी नर्सरी चोकतिर जाँदैछौँ। त्यो नर्सरी चोक जानुभन्दा अगाडि ढुङ्गेधाराबाट अलिकति अगाडि एउटा टर्निङ पोइन्ट छ होइन, जहाँनिर एकदमै साँघुरो छ बाटो अनि जहिले जाम पर्छ है। यसको सोल्युसन खोज्नै पर्छ जस्तो मलाई लाग्छ। देखिँदैन अर्को सेक्सन होइन, अनि यहाँनिर हरेक गाडीहरू, ठुलो गाडीहरू यहाँनिर आइपुग्दाखेरि जाम पर्छ क्या। यो टर्निङ हो क्या, जहिले जाम जहिले जाम।
यो जिपले यसरी धुवा फालिरहेछ अनि यति धेरै खाली जारहरू विदाउट एनी कभर होइन यत्तिकै फालेर लिएर हिँडिराखेछ होइन यो सुरक्षित छ होला जस्तो लाग्छ यसलाई कारबाही हुनु पर्दैन ल है त कारबाही गरियोस् अब म आजको यात्रा यहीँ टुङ्ग्याउन चाहन्छु धन्यवाद थ्याङ्क यू फर वाचिङ प्लिज लाइक सब्सक्राइब माई युट्युब च्यानल